हामी बसेको जग्गा चाहिँ यस्तो छ जङ्गल। यो एमजे लाइफस्टाइल एमडोस सट्टै यस्तो जङ्गल छ हामी बसेको चाहिँ हो। यो पुरा खाली लेआउट हो। अनि यो भयो हाम्रो नयाँ अफिस, एकदम दामी टिनको दैलो भएको। अनि यहाँ चाहिँ हाम्रो सागबारी मुलाबारी यो मान्छेले लगाएको। यो चाहिँ दार्जिलिङको केटो इस मुला 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 हेरौँ होला। यी सागको मुन्टा, साग फुलिसक्यो। अझै राम्रो चाहिँ सिमी फलेको छ। ए साथीभाइ हो, यी हेरौँ सिमी खतरा। यी एकदम यी हो सिमीको चाहिँ यस्तो छ। यी हेर्दिउँ एकदम डेन्जरसँगले। अनि यहाँनिर चाहिँ तितेबीको बोट, अकबरे खोर्सानी तितेबीको बोट थुप्रो लगाइएको छ हो। यस यहाँ यी सजना रोपेको थियो, आउँदैछ। अच्छा, यो भयो पानी ट्याङ्की अफिसको एकैसँगले। यहाँ इस मुला यता देखौ, मुला उखालेको खोइ मुला। नगर बेटा नगर नगर, तैँले सक्दैन त्यो उखाल्नु, त्यो भाँचिन्छ। वाह, मेरो छोराले मुला उखाल्यो है यहाँ। वाह। अनि इस अफिस यहाँ चाहिँ म सुत्छु हो। यो यस्तो छ।